चेपाङहरूले के नै गर्न सक्छ र भन्ने जस्तो त्यस्तो हुन्थ्यो भनाइहरू मान्छेको मुखारबिन्दबाट त्यस्तो आवाजहरू सुनिन्थ्यो। चेपाङ जाति भनेको चाहिँ नेपाल आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले चाहिँ सूचीकृत गरेको 61वटा आदिवासी जनजाति मध्येको चाहिँ एक आदिवासी जनजाति हो। चेपाङ जातिको चाहिँ मुख्य बसोबास चाहिँ चितवन, मकवानपुर, धादिङ, गोर्खा, लमजुङ, तनहुँमा रहेको पाइन्छ भनेदेखि चाहिँ पूर्वी झापादेखि पश्चिम कञ्चनपुरसम्मका 31वटा जिल्लामा चाहिँ चेपाङ जातिहरू छरिएर पनि रहेको पाइन्छ। चेपाङ जातिको आफ्नै भाषा, संस्कृति रहेको छ, आफ्नै लिपि चाहिँ छैन। विक्रमसम्म 2078 सालको जनगणना अनुसार चाहिँ नेपालमा चेपाङ जातिको जनसङ्ख्या चाहिँ 84,364 जना रहेको छ। चेपाङहरू चाहिँ चिउरी र चमेरोसँग निकट रहेको चाहिँ पाइन्छ है त। कहिलेकाहीँ टालेका कपडाहरू लगाएर हिँडिन्थ्यो होइन, कहिलेकाहीँ खुट्टामा जुत्ता हुने थिएन, चप्पल हुने थिएन, त्यही चप्पल पनि सिलाएर लगाउनु पर्ने अवस्थाहरू हुन्थ्यो। त्यो अवस्था हुँदाखेरि भयो। अनि त्यो सर्टलाई, एउटै सर्टलाई कहिले कहाँ च्यातिन्छ, कहिले कहाँ च्यातिन्छ, टाल्यो लगायो हिँड्यो, टाल्यो लगायो हिँड्यो, त्यस्तो अवस्था पनि थियो। कहिलेकाहीँ खाजा खाने पैसा हुन्थेन, त्यो हुँदाखेरि चाहिँ अनि बेलुका भोकै जानु पर्थ्यो र बेलुका गएर पनि घाँसको बारी घरमा पुर्याउनु पर्थ्यो बेलुका खाना खानको लागि। शिक्षक सेवा आयोगमा चाहिँ पहिलोपटक नै नाम निकाल्न सफल भएँ। त्यहाँ धेरै म निकाल्छु नै भनेर चाहिँ गर्नुपर्दो रहेछ। जे होस् म गर्छु भनेर गरेँ भनेदेखि चाहिँ सकिँदो रहेछ। अघि बढ्नका लागि कसै न कसैलाई त पछार्नै पर्छ क्या। हजुर नमस्कार, धन्यवाद। एकदम ठिक छ। हजुरको नाम के पो अरे? मेरो नाम सनिता चेपाङ। सनिता चेपाङ। हजुर। कति वर्ष हुनुभयो भन्न मिल्छ? छोरी मान्छेको उमेर नसोध्नु भन्छ। भन्न मिल्छ, मलाई त्यस्तो लाग्दैन। म 25 वर्षको भएँ। 25 वर्षको उमेर पुग्दै गर्दाखेरि सनिता हजुर तपाईँले धेरै राम्रो कामहरू गरेको हामी सामाजिक सञ्जालमा देख्छौँ। ती वृद्ध आमाहरूका तपाईँ सारथी भन्दै हुनुहुन्छ। तपाईँको वर्ग, पिछडिएका वर्ग जस्तो जुन खालको नेपाली समाजको नजिर स्थापना भयो कि चेपाङ समुदाय त काँडे भेगको गिठाहरू खोजेर खाने वर्गका हुन्, अशिक्षित अथवा पिछडिएको वर्ग छ भन्ने खालका त्यो नजिरलाई चिर्दै तपाईँ एउटा स्थायी टिचरको रूपमा पनि अथवा शिक्षिका पनि हुनुहुन्छ। तपाईँलाई यदि समाजसेवी अथवा समाजसेवा गर्ने काम अथवा त्यो प्रेरणा कहाँबाट मिल्यो अथवा यो शैक्षिक पेसामा आबद्ध हुनुपर्छ भन्ने उद्युक्ति कहाँबाट आयो, अलिकति भनिदिनुहोस् न। शैक्षिक पेसामा त यस्तो हो, अब हाम्रो गाउँमा खासै त्यति धेरै पढेको हुनुहुन्न र जो पढ्नुभयो उहाँहरू अघि बढ्नु भइसकेपछि आफ्नो समुदायलाई फर्केर हेर्नुभएको त्यो देखिँदैन। त्यही भएर मैले मेरो समाजमै रहेर केही गर्नुपर्छ, परिवर्तन गराउने हो भने त्यो आफूबाटै सुरुवाती गर्नुपर्छ। म अरू जस्तो बने भनेदेखि म अरूभन्दा के कम भएर उस्तै त भयो नि जस्तो लाग्ने थियो। त्यसैले चाहिँ यो क्षेत्र रोजेँ र विशेष गरेर चाहिँ इन्सपाइरेसन भनौँ न, यो मैले यो गर्नुपर्छ भन्ने प्रेरणा चाहिँ आफ्नै जीवनको भोगाइहरूबाट। अनि मम्बुवाले त अब खाइ नखाइकन पढाउनु भयो नि त, आफू नपढे पनि मेरो छोराछोरीले पढोस् भनेर पढाउनु भयो। त्यही भएर पनि उहाँहरूले जति पढाउनु भयो, जति सक्नुभयो त्यति पढाउनु भयो। अनि यही पेसा रोज्नुको कारण अनि स्थायी नै हुनुपर्छ, मैले स्थायी जागिर नै खानुपर्छ भन्नुको कारण चाहिँ अब त्यही हो। असहाय वृद्ध अनि वृद्ध भएको हजुरआमाहरू हुनुहुन्थ्यो, उहाँहरूको लागि केही गर्नुपर्छ, उहाँहरूको सहारा बन्नुपर्छ भन्ने हिसाबले चाहिँ यो जागिर खान सकेँ, स्थायी बन्न सकेँ। तपाईँले रेडियो संसार क्षेत्रमा पनि काम गरेको जस्तो लाग्छ होइन? हजुर। तपाईँ सञ्चारकर्मी पनि हो कुनै बेला? थिएँ, हजुर। एकचोटि समाचार वाचन गरिदिनुहोस् न। मलाई त ठ्याक्कै थाहा भएन के भन्नुहोस् न। टक्क अहिले आज गणतन्त्र दिवसको दिन होइन, तपाईँसँग कुराकानी गरिराखेका छौँ। कुरा त गरिराख्नु भएको छ, तर खासै त्यो धेरै भयो नि त, 1 वर्षभन्दा बढी भयो। त्यही भएर पनि फेसबुकहरूमा पनि हालिराख्नुहुन्छ, फोटो बनाउनुहुन्छ होला, त्यो कन्टेन्टहरू अनि वाचन गर्नुहुन्छ होला। आज गणतन्त्र दिवसको दिनको विषयलाई लिएर थोरै बनाइदिनुहोस्, जाओस्। त्यो वाचन शैली चाहिँ थाहा छ, तर त्यो समाचार चाहिँ हेर्नै पर्छ कि हेरेरै वाचन गर्नुपर्छ। हजुरको प्रोडक्टहरू चाहिँ बेच्नुपर्ने थियो। अनि त्यो बेच्ने क्रममा पूर्वका जिल्लाहरू, धेरै जिल्लाहरू गइयो। अनि अब त्यो बेलामा चाहिँ बेच्न सके पैसा हुने, बेच्न नसके पैसा नहुने कि। अनि त्यो हुँदाखेरि चाहिँ
भोकै पनि हिँड्यो, भोकै एउटा 25 वर्ष भन्नुभयो के हैन? हजुर 25 वर्षको उमेरमा धेरै तपाईँ दूरदर्शी बन्नुभयो, परिपक्वता पनि त्यत्तिकै छ। हजुर यो पढेरै हो कि पढेर हो, व्यवहारले पढेर हो त यति धेरै परिपक्वता देखि? पढेर भन्दा पनि पढेर नै हो, नत्र भनेदेखि त भनौँ न मेरो लास्ट एसएलसी हो 2071 को। अनि त्यति सानो उमेरमा भनौँ न 14 वर्ष थिएँ, बल्ल 14 वर्ष पुरा भएको थिएँ। बासँग बसेर काम गर्ने हो, ठिक छ गर्छु भनेर गर्न थालेँ। अनि त्यहाँ काम गर्दा गर्दै अनि टिकटक चलाउन थालिसकेपछि पछि मेरो आवाजहरूलाई पनि मन पराउनु भएर रेडियोमा बोलाउनु भयो। रेडियोमा गएँ म, लगभग 3 वर्ष जति रेडियोमा काम गरेँ। अनि 3 वर्ष कि 4 वर्ष हुन लागिरहेको थियो। 3 वर्ष हुँदाखेरि चाहिँ मैले यो मात्रै गरेर हुँदैन, यो त केही समयको लागि हो। अब विज्ञापनहरू आयो कतैबाट, अब ल यो यसको लागि चाहिँ भनेर पैसा छुट्याएर दियो, कुनै कार्यक्रमको लागि भनेदेखि चल्ने हो। अनि हामीलाई पनि तलब समय दिन सक्ने हो, नत्र भनेदेखि त गाह्रो हुन्छ नि त रेडियोहरू चलाउन त। अनि त्यो हुँदाखेरि चाहिँ यो मात्रै भएर हुँदैन, होइन मैले अरू नै केही गर्नुपर्छ, म जसरी भए पनि स्थायी चाहिँ हुनुपर्छ, शिक्षक जागिर म त्यही खान्छु, त्यही नै गर्छु भनेर चाहिँ फेरि पनि त्यहाँ बसेर नै सङ्घर्ष गर्न थालेँ। अनि भनौँ न लाइसेन्स त मेरो तेस्रो पटकमा निक्लिएको हो। अनि शिक्षक सेवा आयोगको फर्स्ट पेपर चाहिँ फर्स्ट ट्राईमा निस्कियो। अनि सेकेन्ड पेपर भनौँ न शिक्षक सेवा आयोगमा चाहिँ पहिलो पटक नै नाम निकाल्न सफल भएँ। त्यहाँ धेरै म निकाल्छु नै भनेर चाहिँ गर्नुपर्दो रहेछ, जे होस् म गर्छु भनेर गरेँ भनेदेखि चाहिँ सकिँदो रहेछ, सम्भव हुँदो रहेछ। हजुर शिक्षक सेवा आयोगमा जब नाम निकाल्नुभयो, जब पढाउन सुरु गर्नुभयो, त्यसपछि मान्छेहरूलाई एउटा खालको जुन खालको भ्रम थियो, यसले किन गर्न सक्छ र यो गरेको मान्छे टाइपको हुन्छ नि जुन खालको। हजुर जब तपाईँ उत्तीर्ण भएपछि, सफलता प्राप्ति गरिसकेपछि के कस्ता रियाक्सनहरू, के कस्ता देख्नुभयो त त्यहाँ मान्छेहरूका बडी ल्याङ्ग्वेज, हाउभाउ, कुराकानी? गाउँ समाजमा त हाम्रो अनेक थरी मान्छे पनि भेट्छ नि त, होइन? हजुर अनि भेट्छन् अनेक थरी, भन्छन् नि यस्तोहरूले नि निकाल्न सक्छ र यो यस्तो परिवारको थियो, धन्न तिमीले निकाल्न सकेछौ, होइन धन्न तिमीले चाहिँ गरेछौ भन्ने चाहिँ हुन्छ क्या। अनि नाम निकाल्न सक्दो रहेछ नि, पढ्यो भनेदेखि त गर्न सक्दो रहेछ नि, यो ठाउँमा अरूहरूले पनि कति गर्न खोजिरहेछन् तर गर्न सकेनन्, यो गाउँमा तिमीले चाहिँ नाम निकालेछौ है नानी भनेर भन्थे क्या। अनि त्यस्तो भन्ने, अनि अरूबाट मैले कुराहरू सुन्छ कि, अनि चेपाङ जातिहरूबाट नि यसरी नाम निकाल्न सक्दो रहेछ है भनेर भन्नुहुन्छ क्या। उहाँहरूको लागि चाहिँ के भन्न चाहन्छु भने के चेपाङ चाहिँ मान्छे होइन र, होइन चेपाङ पनि त मान्छे हो, उसँग पनि त चेतना छ, होइन। अनि जस्तो तपाईँहरू हुनुहुन्छ, तपाईँहरूको हात खुट्टा भनौँ न तपाईँहरूको जे अङ्ग छ नि त्यो सबै अङ्ग हाम्रो पनि छ क्या, होइन। तपाईँहरूको जस्तो रगत छ, तपाईँहरूको जुन नसाबाट रगत बहन्छ त्यस्तै हो हाम्रो पनि। आफूलाई पहिला हेर्नुहोस्, तपाईँहरू जस्तो हुनुहुन्छ त्यस्तै नै हो हामी पनि। तपाईँको चेतना छ भने हाम्रो पनि छ, तपाईँको बुद्धिले काम गर्न सक्नुहुन्छ भने हामी पनि गर्न सक्छौँ, तपाईँको बल छ भने हामीसँग पनि बल छ। त्यही हो, विभेदको नजरले कहिले पनि नहेर्नुहोस्। यो विभेद गरेर सानो ठुलो भनेर, होइन त यस्तो उस्तो भनेर हेला गर्नुभन्दा पनि कसैलाई हौसला दिनुहोस् कि तपाईँको एउटा हौसलाले गर्दा कसैलाई प्रेरणा मिलोस्, के गर्न सक्ने चाहिँ एउटा बाटो मिलोस्, त्यही हो। यो तपाईँले ठ्याक्कै भन्नुभयो, विभेदका कुराकानी गर्नुभयो। के लाग्छ तपाईँलाई नेपालमा के व्यक्ति विशेष अथवा केही विशेष समुदायलाई लक्षित गर्दै गरिने खालको विभेद छ नि? हजुर, विभेद के हुनुपर्छ जस्तो लाग्छ? विभेद चाहिँ यो उन्मूलन भनौँ न, अब यो सकिनुपर्छ क्या, यो विभेद सकिनुपर्छ। जस्तो कि एउटा भनौँ न पहिला समुदाय भनौँ न, अहिले त सबैले कपडा सिलाउनुहुन्छ, भाँडाहरू बनाउनुहुन्छ, सबैले सबै पेसाहरू अँगाल्नुहुन्छ, होइन। तर त्यो पेसा भनेर नै त्यो थर दिएको, तर त्यही पेसालाई लिएर नै मान्छेहरूले अर्कै नजरले हेर्ने गर्दछन्। उसले सिलाएको कपडा त्यो घरभित्र लगाएर जानुहुन्छ, होइन, थुक लगाई सिलाएको कपडा घरभित्र लिएर जानुहुन्छ, उसले त्यही खाएको भाँडालाई घरभित्र पसाउन मान्छेहरू हिचकिचाउँछन्। त्यस्तो काम चाहिँ कसैले पनि नगर्नु र गर्नु हुँदैन पनि भन्छु क्या।
होइन खाँदाखेरि जुठो जसको पनि खाने त्यही नै त हो नि, अन्न नै खाने हो। कुनै पनि मान्छेले त अरू कुरा त खाने नै होइन होला हो, अन्न लगायत अरू खानेकुरा जुन अरू मानिसहरूले खाँदछन् त्यस्तै अरू त्यही जसलाई चाहिँ हामी विभेद गर्दछौँ त्यो मान्छेहरूले पनि त्यस्तै खानेकुराहरू त खान्छन् नि, त्यस्तै लगाउँछन्। हामीलाई जसरी लाज लाग्छ उनीहरूलाई पनि लाज लाग्छ। त्यस्तै कुराहरू चाहिँ सोच्न जरुरी छ। मन्दिर जसले बनाउँछ, त्यो घन्टा जसले बनाउँछ, त्यो घन्टा बनाउनेलाई चाहिँ घन्टा भनौँ न मन्दिरमा लगेर हल्लाइरहेको हुन्छ, त्यसलाई चाहिँ पुजिरहेको हुन्छ। त्यो मूर्ति बनाउनेलाई, त्यो घन्टाहरू बनाउनेलाई चाहिँ एकदमै हेला गरिरहेको हुन्छ। त्यस्तो चाहिँ गर्नु हुँदैन क्या। मलाई त्यस्तो मान्छेहरूदेखि चाहिँ मनै पर्दैन, पटक्कै मन पर्दैन। तपाईँ खेलकुदप्रति कतिको रुचि राख्नुहुन्छ? खेलकुद नि मनै पर्छ, मलाई खासै चाहिँ आउँदैन तर मन चाहिँ पर्छ। हजुर। हिजो मात्रै नेपालका चर्चित खेलाडी, मिक्स मार्सल आर्टका खेलाडी रविन्द्र ढाड, जसले मई अथवा हिजो 28 तारिकमा 28 तारिकको खेलमा एउटा ऐतिहासिक जित हासिल गर्नुभएको छ। उहाँको विषयमा केही छ त? उहाँ चाहिँ हाम्रो यो देशको शान हो, हाम्रो देशलाई चिनाउने एउटा माध्यम हो होइन। जसरी चाहिँ अब पहिला नेपालको पहिलो सर्वोच्च शिखर सगरमाथा चढ्ने नेपालको पहिलो महिला पासाङ लामु शेर्पा हुनुहुन्थ्यो नि, त्यस्तै गरेर चाहिँ अहिले उहाँले हाम्रो नेपाललाई विश्वमा चिनाइराख्नु भएको छ होइन। हामी नेपालीहरूलाई चाहिँ यसरी ठाडो बनाएर हिँड्ने एउटा बाटो बनाउनु भएको छ। भनौँ न म सामाजिक सञ्जालमा चाहिँ भिडियोहरू पोस्ट गर्छु अनि कहिलेकाहीँ चाहिँ फ्याट्टै देखिन्छ हेर्छु उहाँको चर्चाका विषयहरू टिकटकतिर, युट्युबतिर, फेसबुकतिर। अनि खुसी लाग्छ उहाँले गर्दाखेरि चाहिँ म पनि नेपाली हो है। उहाँ जसरी नेपालमा जन्मिनु भएर चाहिँ जुन नेपालीले गर्दाखेरि चाहिँ हाम्रो नेपालको शेर अनि हाम्रो शेर चाहिँ एकदम उच्च बनाउन सफल पार्नु भएको छ। र म पनि उहाँ नै जन्मिनु भएको देशमा नै जन्मिएको छु, म पनि उही नेपाली हुँ भनेर चाहिँ एकदम गर्व लाग्छ। रविन्द्र ढाडले आफ्नो प्रतिद्वन्दीलाई टेक्निकल नकआउट मार्फत पराजित गर्दै शानदार जित हासिल गरेर सेमी फाइनलमा प्रवेश गर्नुभएको छ। के शुभकामना? धेरै धेरै शुभकामना छ। यसरी नै अघि बढ्नु होला होइन। अघिल्लो चरणमा पनि जसरी अहिले जित हासिल गर्नुभएको छ त्यसरी नै जित हासिल गर्नु होला होइन। आफ्नो बलले हुन्छ कि बुद्धिले हुन्छ, जे जसरी हुन्छ अघि बढ्नु होला। हामी अघि बढ्नका लागि कसै न कसैलाई त पछार्नै पर्छ क्या, कसै न कसैलाई पछार्नै पर्छ अघि बढ्नका लागि। त्यसैले गर्दाखेरि रविन्द्र ढाड जस्ता व्यक्तिहरू जुन खालको खेलकै कारणले गर्दाखेरि अहिले चर्चामा आएका छन् होइन, तर त्यस्ता व्यक्तिहरूलाई राष्ट्रले के गर्नुपर्छ जस्तो लाग्छ? राष्ट्रले सम्मान गर्नुपर्छ, त्यस्ता व्यक्तिहरूको खोजी गर्नुपर्छ। त्यस्ता भनौँ न उहाँ त अहिले चर्चाको शिखरमा आउनु भएको छ, उहाँ त्यो ठाउँमा गएर पुग्नु भएर चाहिँ अहिले मानिसहरूले साराले चिनिरहेका छन्। तर त्यस्तै प्रतिभाहरू भनौँ न म पनि गर्छु है भनेर, देशलाई चिनाउँछु है भनेर हिँड्नु भएको मानिसहरू धेरै हुनुहुन्छ। अनि उहाँहरूलाई चाहिँ के कस्तो छ, कहाँ हुनुहुन्छ भनेर चाहिँ पहिचान गरेर चाहिँ उहाँहरूलाई पनि अघि बढ्न सक्ने जुन हौसला दिने खालको चाहिँ त्यो माध्यम बनाइदिनुपर्छ। हजुर विवाहित कि अविवाहित? अविवाहित। अविवाहित? हजुर। विवाहित भन्नु कि अविवाहित? अविवाहित भनेको। हजुर। विवाह गर्नु भएको छ? हजुर। प्रेम प्रस्ताव? प्रेम प्रस्ताव त आउँछ, नआउने त होइन, आउँछ। रविन्द्र ढाड जस्ता चर्चित खेलाडीहरू अथवा राष्ट्रका गहनाहरूले यदि प्रस्ताव राखे के गर्नुहुन्छ? खै मैले त्यस्तो बारेमा के पनि सोचेको छैन। अनि राम्रो काम गर्ने मान्छे, ठुलो काम गर्ने मान्छेलाई समर्थन गर्ने हो, त्यस्ता मान्छेसँग विवाह नै गर्नुपर्छ भन्ने जस्तो चाहिँ मलाई लाग्दैन। त्यो क्रेजी फ्यान हुन्छन् क्या, त्यस्ता चर्चा अथवा सेलिब्रिटीहरूलाई चाहिँ क्रेजी फ्यान नै हुन्छन्। त्यो समर्थन गर्दा गर्दै उनीहरूको आफ्नै बन्न पनि चाहन्छन्। त्यतिसम्म पागलपन हुन्छ अरे सनिताको पनि कहिलेकाहीँ। म फ्यान बन्न सक्छु तर जीवन सङ्गिनी नै बन्छु भन्ने चाहिँ लाग्दैन। म उहाँद्वारा केही पाठहरू सिकेर अघि बढ्न सक्छु, अघि बढ्छु होइन। उहाँ कसरी अघि बढिराख्नु भएको छ, उहाँका सङ्घर्षका कुराहरू के थिए, ती कुराहरूबाट चाहिँ पाठ सिकेर अघि चाहिँ बढ्न मन लाग्छ। तर उहाँकै हुनुपर्छ, उहाँहरूकै हुनुपर्छ, मेरो भइदिए हुन्थ्यो त्यस्तो चाहिँ लाग्दैन। कतिपय त जो देख्यो त्यही राम्रो लाग्छ, जो देख्यो त्यही मन पराउँदैन अरे।
त्यस्तो मान्छेहरूसँग कहिले काहीँ सामना गर्नु परेको छ कि छैन? जो देख्यो त्यही मनपर्ने खालको त होइन। मन पर्नु र माया गर्नु त्यो फरक कुरा हो नि त। आँखाले त देख्यो मन परायो, मनले मन परायो होइन। अब मन पराउनु कसैलाई दिलमा राख्नु त्यो फरक कुरा हो। आँखाले देख्यो मन परायो त्यो केही क्षणको लागि हो। जब ऊ हराउँछ आफ्नो नजरबाट तब यो मान्छे यस्तो थियो भन्ने चाहिँ हुन्छ। तर जसलाई मनमा राखेको हुन्छ, माया गरेको हुन्छ, त्यो मान्छे हमेसा मनमै रहन्छ। कहिले काहीँ एकतर्फी लभ पराएको छ कि माया भएको छ कि छैन शनिबार? त्यस्तो कहिले पनि लागेन। भएन? आफ्नै व्यस्तताले? आफ्नै व्यस्तताले नै हो भनौँ न। आफ्नै जिम्मेवारीले गर्दाखेरि पनि थिचेको छ। मन त्यसैले पराउनुमा केले प्रभाव पार्दो रहेछ? मन पराउनु झ्याप्पै